नेक्स्ट ब्लग। आजको ब्लग चाहिँ छुट्टी, आज चाहिँ छुट्टी रहेछ, त्यही भएर खिचेको। अस्तिको ब्लग पनि हेर्नु होला। कमेन्ट फेरि अफ भयो भाइ, अर्को आइडीमा गराएको कमेन्ट फेरि अफ भयो। भर्खर खानासाना खाइयो, 10 बजिसक्यो, भर्खर खाना खाइयो। बिहान खिच्न मैले थाहा थिएन देशको रोक्ने पछि थाहा भएको अन्त खिच्थेँ। अब कतै डुल्न जानुपर्छ रहेछ, एउटा गोरिल्ला पट किन्छु भन्दैछु। कस्तो हुन्छ मम्मी किनिदिनुहुन्छ कि नत्र। एउटा स्ट्यान्ड त छ मसित, म स्ट्यान्ड खोजेर लिएर आउँथेँ भाइ। अर्को च्यानल पनि भेरिफाई भइसकेको छ है, अर्पण मैले गेमर पनि हल्का मैले यसो गेम पनि हाल्छु। भेरिफाई भइसक्यो, त्यसमा भिडियो अब छिट्टै कि भर्खरै आउँछ। घरतै लाइभ स्ट्रिम चलाइदिन्छु, मैले स्ट्रिम चलाइदिन्छु। फेसबुकमा पनि स्ट्रिम चल्छ मेरो पेजमा, सबले फलो गरिदिनु होला। हेर्ने जतिले नगर्न मलाई नगरिदिनु होला, सबले सब्सक्राइब गरिदिनु च्यानललाई। 55 भयो, 55 भइसक्यो। अब कडा गर्नुपर्छ काम, बाहिर काम चल्यो गाह्रो लाग्यो, गाह्रो। चिया पकाउनु लाग्यो, चिया पकाउँछु। चिया चाहिँ मैले पकाइसकेँ है, चाडखानालाई उत्तर दक्षिण चल्दैछ। यहाँ चिया आइसक्यो, पश्चिम उत्तर दक्षिण। चिया मम्मी। थ्याङ्क यू छोरो। यो चाय त भएन अलि राम्रो, चिया राम्रो भएन अरे। चिया चाहिँ मलाई भर्खर काम गर्नु थियो, मैले मोबाइल गएको थिएँ नि त, त्यही भएर काम गरेर यहाँ नास्ता गर्दैछु। यहाँ माइक्रोनी पकाउँदै हुनुहुन्छ मम्मीले, हो कि तेल फुलेर तेल पनि कसरी हो म त माथि मम्मी सब भर्खर मैले झ्याङ्गा लिएर आएको मोबाइल हाल्छु। यहाँ बाबाले फेरि सुन्तला पकाउनु लाउनु है ओहो लास्टै चिसो छ। मम्मी तेललाई कम्प्लेन गर्नुपर्ने पनि, कालो भयो तेल त, खाने पानी जस्तो आयो है तेल पनि कालो। यो हल्कन लाओ, यो चाहिँ हल्कन लाओ। मम्मीलाई भन्दैछु, मम्मी गोरिल्ला बर्ड भन्ने किन्दैन। गोरिल्ला बर्ड यहाँ कि क्यामेरा अड्डाउँछ कि कति अनावे के अरे भन त। आवश्यकै छैन नि मेरो छोरी, किन चाहियो तिमीलाई त्यस्तो? आवश्यक भयो त हो त नि, भन्न पढ राम्रो किन्दिन न। आवश्यक छैन, जहिले 12 पास गर्छ तैँले जे गर्नु त्यही किनिदिन्छ। हो त्यस्तो समय हातले गर्ने, हरेक शनिबार गर्ने यो के मैले भनेको क्यामेरा अड्डा हो, यो खसिहाल्छ कि अडिन्छ यहाँबाट खसिहाल्छ।
ठ्याक्क मोबाइल खस्छ सिधा सिधा पकाउने मोबाइल ठुलो च्याप पानी यही त हो नि त्यो च्यापा पायो भने त स्टेन नगरी त्यसले हुन्छ एउटा किनिदिनु 300 पर्छ कि दराजबाट मगाउनु दराज अनलाइन सपिङ सेन्टरबाट बिहान मैले हेरेको थिएँ हुन्न नै हेरेको नै भने अब हातले त खिच्न पऱ्यो म हातले त खिच्छु अब म गएँ अब म साइकल लिएर हिँडेँ अब म गएँ सुट हेर्न आउँदाखेरि बाहिर बाटोमा आइपुग्दाखेरि म चाहिँ बाहिर बाख्रालाई खुँडो दिएर आइसकेको छु मम्मीले पकाउन चाउचाउ कम माइग्रेनी जाँदा भयो यहाँ हाम्रो घर यति पुऱ्याउनु हुन्छ कि अन्त मम्मी भन्नु न भोकाको कारणले यहाँ पाक्दैछ पाकिसक्यो बल्ल एउटा चाउचाउ गराउनु है 3टा चाउचाउ ल्याउनु भोलिलाई भन्दैन भोलि पनि हाम्रो छुट्टी छ नै थाहा छैन छुट्टी छ अरे कहिले भन त कहिले भन म्याडमले भनेपछि के होला छुट्टी होला त नि छुट्टी तिमीलाई छुट्टी चाहिएको जहिलेसुकै छुट्टी पढ्न परेन जहिलेसुकै छुट्टी कस्तो भाग्यमानी हामी छुट्टी हुने पढेर भाग्यमानी हुनु नपढेकिन भाग्यमानी माथि आयो नि धेरै भयो चाहिँ माइक्रो चर्चा यस्तै पुगेको चाहिँ हाम्रो रातिमा ठोकेर खाइदिन्छु दिनला भने बाबा आउँदाखेरि गन्ध पाएर अब खानाको गन्ध पाएर हाम्रो बाबा दगुर्दै आउनु यस्तो बास्ना हानी खाने बाबाले दगुर्दै आउनु बाबा र म चाहिँ बजार जाँदैछौँ बाबा र म चाहिँ कति 7 बजीको होला आज बजार धुस्दै पार्ने भनेर हिँडेँ ब्याग लिएर पैसा त लिएन ब्याग चाहिँ लिएर आऊँ घर देखियो होइन कता क्यामेराम्यान किरकिर आयो यो त सधैँ हिँड्ने बाटो यो म साइकल लिएर यो बाटो देखिरहनु भएको बाइक आयो अब बजारमा देखाउँला नि त कस्तो हुन्छ बजार यहाँ त तरकारीको त अलि रहेछ बिहार भयो बन्दा यता हिँड्नुहुन्छ बन्दा यता अटो आयो यो अटो यहीँ मान्छेले हाल्दैछ है अटो आइरह यता पनि शान्तिनो बजार चलिरह तर बजार खतरा रहेछ है मलाई चाहिँ खतरै लाग्छ यता मेरो एडिटिङमा पो झेउ हुन्छ कि पुरै टेढो आउँछ यता गोलबाट टमाटर सब रहेछ है बजारमा त लास्ट भिड के हल्ला गाँच हुँदो रहेछ रमाइलो चाहिँ हुने के यहाँ गोलबेडाको हाम्रो बाले सल्लाह गर्दै हुनुहुन्छ है गोलबेडा 40-50 कन्ट्रोभर्सी चल्दैछ है उसको गोलबेडाको 50 र 40मा यहाँ चाहिँ प्याज लसुन छ गाइस हामी बजारमा छौँ एक बजार हेर्न बजार फर्स्ट टाइम आएको यारमा मुर्गिया बजार यस्तरी साँझमा दिउँसोमा त कडा आउँदो रहेछ ओए यो अङ्कल त मलाई बजारमा बेच्थ्यो त मलाई बाटोमा नि हजार 50 को 2 किलो 3 किलो 4 किलो 5 किलो भन्छ गोलबेडाको भन्सार छ यहाँ मधेर भयो यार यहाँ चाहिँ बर्काउली किन्दैछौँ है यतातिर यो कडा लाग्यो मलाई त यो लाइन मान्छे मात्र यहाँ 100 भन्दै थियो 80मा गएमै हामी खतरा खेल्ला बजार भेटिदिने भनेर गएको मैले चाहिँ यहाँ यो बोकेँ हो त्यहाँ चाहिँ बाबाले त बोक्न 100मा किलो 100मा 2 किलो 3 किलो 4 किलो भर्खर किनेर आयो यतातिर आलु लाइन हो यो सबलाई देखाइदिन्छ आज म यतातिर आलु लाइन मेरो हात गलो यार हामीलाई निम्बु चाहियो निम्बु खोइ वरि छ निम्बु गाइस यो फल के हो थाहा यो फल के हो थाहा गाइस अझै अंगुर फाइनल भइसक्यो यहाँ
रोप्दै हुनुहुन्छ सुन्तलाको सन्तानाहरू यत्रै सुन्तला चाहिँ लास्टै सानो है म चिचारेन बोले होइन त्यो खतरा लाग्यो के फल रहेछ त्यस्तो अङ्गुर कसरी हो अङ्गुर कसरी हो यो है चाहिँ यहाँ त म सब सोध्दै हिँड्दै गर्छु नि त यो लाइन त मैले भ्याइदिन्छु अङ्गुर कसरी हो यो वाला अङ्गुर 120 रुपियाँ किलो गाइस रेट त सुन्नु होला है कति किनिसकेको हो क्या यो लाइन चाहिँ पुरा छेउको रहेछ छेउ आलु प्याज सब रहेछ तर खतरा लाग्यो दामी खै चाहिँ फेरि बन्दमा आएन कबेली हेर्नु गाउँको कबेली जस्तो छ यार गाउँको कबेली यता उयो छ उता अहिले त जेरी किनेको जानुपर्छ कस्तो मजाले जेरी पकाउँछ यहाँ जेरी पकाएर उतातिर होटेल रहेछ है उतातिर चाहिँ उहाँ पारि होटेलको रहेछ यतातिर पुरै तरकारी उतापट्टि कपडा उतापट्टि आलु त सानो टनेलमा आलु यहाँ 50 रुपियाँको कति अरे 1 किलो आलु ए आलु टमाटर हामीले उता 50 को 2 किलो दिएको हामीले 1 किलो किनेर यस्तो चेन्ज हुन्छ यहाँ त हर्दै यता पनि अङ्गुरले खेर खायो है अब यतातिर अङ्गुर मान्छे हामी चाहिँ कागज किनेर आइसकेको छौँ यो आलु लाइन धेरै फेर भएर यहाँ जेउ लाउनु यो हेर्दा खालि के अटो मोबाइल नम्बर मुर्गियावासीहरू मोबाइल नम्बर अब हामी अङ्गुरतिर गयौँ आज जेरी खान पाइने भएन जेरी खाने भनेर आएको त जेरी खान पाइयो के मजा बजारबाट आइसक्यौँ लाइट भयो त आउनु हालेको केही देख्दैन तरकारी किन्दै यो यो पिपलको बोटोमा उताबाट गाडी आउँदैछ कस्तो आज त बजारको होला पनि भयो है बजारको अब त्यहाँ झोला पुगेको हाल गलौँ अब चाहिँ हामीले यहाँ जेरी खाँदै हामीलाई खाएको त के जान्नु जेरी खाएर थिएँ म चाहिँ यहाँ आउनु बित्तिकै यो मामाको फोटो है त्यो बिहाको भिडियो आयो राख्नु यही च्यानलमै राखिदिन्छु त्यसको यसो थम्बनेल जस्तो बनाउनु लाग्ने कस्तो देखिएको चाहिँ अब जस्तो बिचमा यहाँ दिल हालिदिन्छु यहाँ बिचमा चाहिँ दिल हालिदिन्छु त्यहाँबाट म बनाउँछु बनाएपछि फाइनल म युट्युबमै आउँछ है